रोल्पा जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो जसको प्रशासनिक केन्द्र लिवान हो। यो जिल्ला 879 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र 2021 को जनगणना अनुसार यहाँको जनसङ्ख्या 236,226 रहेको छ। रोल्पाको इतिहास गजुल राज्यसँग गहिरो सम्बन्धित छ। 15औं शताब्दीमा जाजरकोटका राजा तुथासेनले गजुलमा 18 गाउँ समेटेर गजुल राज्यको स्थापना गरेका थिए। उनको वंशले 6 पुस्तासम्म शासन गरेको पाइन्छ। रोल्पा जिल्ला 1962 बीसम्म 2018 मा प्युठान र सल्यान जिल्लाका केही भाग मिलाएर स्थापना गरिएको हो। रोल्पा हिमालपारीको क्षेत्र हो जहाँ माडी खोलाले दक्षिणतर्फ बग्दछ। जिल्लाको भूभाग उपोष्णदेखि उप अल्पाइनसम्मको जलवायु क्षेत्रले ढाकेको छ, जसमा उपोष्ण 61.7, समशीतोष्ण 31.4, उप अल्पाइन 3.6। रोल्पा विगतमा 10 वर्षे सशस्त्र द्वन्द्वको केन्द्रबिन्दु रहनुका कारण विकासका दृष्टिले पछि परेको जिल्ला मानिन्छ। हालका वर्षहरूमा पनि दीर्घकालीन योजना र मास्टर प्लानको अभाव, युवा शक्ति पलायन, रेमिट्यान्समा निर्भरता र कृषि उत्पादनमा कमी जस्ता समस्या देखिएका छन्। जिल्लाको करिब 40,927 हेक्टर जमिन खेतीयोग्य भए पनि पूर्ण रूपमा उपयोगमा ल्याउन सकिएको छैन। रोल्पामा जलजला, थवाङ, लिवाङ, गजुलकोट, माडीचौर, गुरुङगाउँ, सातदो बाटो, भामा ओडार, गाडी ताल, बिबान दह, देवी र खड्ग मन्दिर, कोटमौला, मुरेले ताल पर्यटकीय स्थलहरू छन्। यहाँको मगर समुदायको मौलिक संस्कृति, खाम भाषा, वेशभूषा र जीवनशैली पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्र हुन सक्छ। रोल्पालीहरू अब द्वन्द्व होइन, एकता र विकास चाहन्छन्। स्थानीय सरकार, साहित्यिक सङ्घ संस्था र नागरिक समाजले मिलेर रोल्पालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विविध कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। स्थानीय उत्पादनमा आधारित स्वरोजगार, कृषि र पशुपालनमा लगानी र युवा शक्तिको पुनर्स्थापना जस्ता प्रयासहरू आवश्यक छन्। यदि तपाईलाई रोल्पाको विशिष्ट क्षेत्र, संस्कृति, पर्यटन वा अन्य पक्षहरूबारे थप जानकारी चाहिएको छ भने म थप विवरण दिन सक्नेछु। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद।